बस्यो नि त्यो अँ खाना भएको कहिले खाएर बस्ने फोटो कोही बेला फेरि हात बेसी र त्यो मलाई त एकपल्ट त्यो बद्दु उठायो छै के हो मलाई कस्तो थियो बद्दु हो त्यो बद्दु पनि त उतेटा बनाएर त त्यो अन्तर पाताम भएर सिस्नु टेपेर त सिस्नु त्यो बद्दुको आधी घोटे त्यो आतो थियो त्यो आतो त्यो त्यही मिलाइले घोटेर त्यही सिस्नुसित घोटेर पकाएर सिस्नुसित घोटेर त्यही खाएर बसेको छ हामीले सिस्नु त्यो आतो पनि थुप्रो भात हाम्रो हो थुप्रो भात बाहिरै पकाउने थिएँ आतो पनि थोरै न यति त्यही भड्डुबरी सिस्नु घोटेर त त्यहाँमै भड्डुबरी टिपेर त सिस्नु टिपी बनाएर त्यहीमा त पछि घोट्दा आधा भाग थियो त्यहीमा त्यो आतो भाले बनाएर त्यहीमा घोटेर खाइसुतेर बाबु अघि जस्तो हत्या अकाला त कोल काट्यो र हामी जस्तो अघि लाल जस्तो हत्या अकाला त कहिले काटेको छैनन् अहिले कोल त नुन ल्याउनु वहाँ जाने उता कहाँ बुतोल हान पो चाहिँ नुन बतौली बोकेर कति दिन खान्थ्यो बतौली त 15 दिनको हो त हिँडेर चामलले नि ऊ पैसा भए चामलले नि नुनले नि बात हो त त 3 महिनासम्म